परशुराम रोका। बा, आजको अखबार लिन जाऊ? बो, पर्दैन। आजकलको अखबारमा विशेष खबरै हुँदैन। के स्वाधीन भारतमा पनि खबरै छैन त बा? चुप! त कोसँग कुरा गर्दैछस्? तेरो स्कुलको साथीहरूसँग कुरा गरे चाहिँ कुरा गर्छस्? तेरो बेहोरा सुधार्नु पर्ने देखिन्छ। तेरो पढाइ नि कस्तो छ? के गरिस् यसपालिको परीक्षामा? खै तेरो प्रोग्रेस रिपोर्ट? हिजो मात्रै पाएँ बा, केशव ध्वजले डराई भने। प्रोग्रेस रिपोर्टको कुरा सुनेर मगर ध्वज बुढालाई आफूले पढेको समयको सम्झना हो। तिनले भने, त्यही गभर्मेन्ट हाई स्कुलमा पढ्दा म पनि प्रोग्रेस रिपोर्ट पाउँथे। यतिका दिन बितिसके, मलाई हिजो अस्ति जस्तै लाग्छ। बाबुले पढेको स्कुलमा छोराले पनि पढ्न पाउनु भाग्यको कुरा हो। आशा छ मैले जस्तो नाम रह्योस् त्यो स्कुलमा कमाए, तैँले पनि त्यस्तै नाम रह्योस् कमाउँछस् होला। सुनेस्, अझै मलाई पढाउने कयौँ मास्टर साहेब त्यही स्कुलमा छँदैछन्। ज्यू बा, यो कुरा त तपाईँले अघि पनि भन्नुभएको। चुप! कुरा नकाट। बिचमा कुरा काट्ने तेरो यो बानी धेरै नराम्रो छ। म के भन्दै थिएँ? मैले पढेको स्कुलमा मेरो छोराले पनि पढ्न पाउनु भाग्यको कुरा सम्झिनुपर्छ। यो एउटा इज्जतको कुरा हो। म कस्तो थिएँ पढाइमा भन्, कुनै कुरामा कोहीभन्दा कम थिइनँ। त्यो फुटबल फाइनल म्याचमा कसरी मैले एक्लै सेन्टरदेखि लगेर झुक्क्याउँदै लगेर स्वाट गोल हानेको थिएँ। ओहो, त्यो दिन मेरो कस्तो प्रशंसा भएको थियो। त्यही भएर त मास्टर साहेबहरूले मेरो कति प्रशंसा गर्नुभएको थियो। झन् हेड मास्टर साहेबले मेरो प्रोग्रेस रिपोर्टमा कति राम्रा कुरा लेखिदिनु भएको थियो। ओहो, गए त्यो पुराना दिनहरू, मेरो पुरानो स्कुल। खै तेरो प्रोग्रेस रिपोर्ट देखा त। आफ्नो बाउ बाजेको नाक त बचाइस होला नि त। ज्यू बा, अस्तिको भन्दा त धेरै असल गरेको छु भन्दै केशव ध्वजले आफ्नो ब्यागबाट प्रोग्रेस रिपोर्ट निकालेर आफ्नो बाबुलाई दियो। राम्रो हुनुपर्छ, धेरै राम्रो हुनुपर्छ। त्यही स्कुलको फार्म, त्यही स्कुलको छाप, म पनि ठिक यस्तै प्रोग्रेस रिपोर्ट पाउँथेँ मेरा दिनहरूमा। मगर ध्वज बुढाले प्रोग्रेस रिपोर्टतिर हेरे। तिनको अनुहार बिग्रियो। तिनको अनुहारले भयानक रूप धारण गर्यो। तिनी गर्जिएर भने, यो के हो? नेपालीमा फेल? हिसाब किताबमा शून्य? म बुझ्न सकिनँ। यसको अर्थ के हो? मैले 10 नोकरी खाएर कमाएको पैसा यही हेर्न खर्च गरेको? तर बा, चुप! तैँले मेरो आशा माटोमा मिलाइस्, मेरो नाम बिगाइस्। फेरि यो के हो? इतिहासको परीक्षामा पनि फेल? त स्वाट गधा! तैँले मेरो नाम बिगाइस्। अब म तँलाई लिएर बस्न सक्दिनँ। तर बा, मलाई बोल्ने मौका दिन्न। बा, भुल भएछ। चुप! मास्टर साहेबहरूबाट भुल हुँदैन। भुल गर्नु भनेर सरकारले तिमीलाई तलब दिएको होइन। झन् बेहुरा, दिनदिनै कोही न कोही साथीहरूसँग स्कुलमा झगडा पर्छ। तर बा, मलाई बोल्ने मौका त दिनु, मलाई बुझाउन त दिनु। चुप! के बुझाउँछेस्? के बोल्छेस्? यहाँ केही बुझाउनु पर्ने देखिन्छ? जा, अब म तँलाई पढाउन सक्दिनँ। जा, स्कुलबाट नाम कटाइहाल, मेरो घरबाट निस्किहाल। भारी बोक, डोगो बोक। तर बा, बोल्ने मौका दिन्न। भुल भएछ। यो मेरो प्रोग्रेस रिपोर्ट होइन। तेरो होइन भने तेरो बाउको हो। त झुट बोल्छेस्? यहाँ कसको नाम लेखेको छ? गभर्मेन्ट हाई स्कुल, कक्षा 10, मकर ध्वज कार्की। बुढाको हातबाट त्यो कागज फ्याल गर्दै भुइँमा झर्यो। तिनको आवाज दम सकिएको ग्रामोफोन जस्तै एक्कासी भाँसियो। तिनको छोराले भने, बा, मैले अघिदेखि भनिरहेको छु, तपाईँले मलाई बोल्ने मौकै दिनु भएन, मलाई बुझाउन त दिनु भएन।
तपाईँले यो 1925 मा पाउनु भएको प्रोग्रेस रिपोर्ट पो मैले यो तपाईँको किताबभित्र भेटेको हो। धन्यवाद।